रूपमा थिए। मनिषा कोइराला, राजेश हमाल, निखिल उप्रेती, अनु शाह, संयोग पोखरेल, रेजिना उप्रेती जस्ता कलाकारहरू यस चलचित्रमा आबद्ध रहेका थिए। यो चलचित्रले व्यावसायिक रूपमा राम्रो कमाइ गर्दै चलचित्र बक्स अफिसमा सुपरहिट हुन सफल भएको थियो। यसैगरी 2011 मा सानु साख्याद्वारा निर्देशित चलचित्र आउँछ प्रहार, जसमा मुख्य कलाकारका रूपमा थिए राजेश हमाल, विराज भट्ट, रेखा थापा जस्ता कलाकारहरू यस चलचित्रमा आबद्ध थिए। यो चलचित्रले बक्स अफिसमा निकै राम्रो कमाइ गर्दै चलचित्र बक्स अफिसमा सुपरहिट हुन साबित भएको थियो। यसैगरी नेपाली कथनमा रहेको चलचित्र गुरु दक्षिणा 2011 मा निर्मित यस चलचित्रमा मुख्य कलाकारका रूपमा थिए राजेश हमाल, रमेश थुङ्गाना, सञ्चित लुइटेल, राजवल्लभ कोइराला, सुषमा कार्की जस्ता कलाकारहरू यस चलचित्रमा आबद्ध थिए। यो चलचित्र बक्स अफिसमा हिट हुन सफल भएको थियो। यसैगरी 2011 मा आउँछ राजेश हमाल रहेको अर्को चलचित्र जसको नाम थियो साहसी। यस चलचित्रमा मुख्य कलाकारका रूपमा थिए भोज बहादुर गुरुङ, स्नेहा शर्मा, राजेश हमाल, गणेश उप्रेती जस्ता कलाकारहरू यस चलचित्रमा आबद्ध थिए। यो चलचित्रले व्यावसायिक रूपमा त्यति राम्रो कमाइ गर्न भने सकेन, तर यस चलचित्रले आफ्नो लगानी भने सुरक्षित गर्न सफल भयो र चलचित्र बक्स अफिसमा एभरेज साबित भएको थियो।